सुरेन सर, मैले अलि ब्याकग्राउन्डमा भने जस्तै यहाँ एउटा व्यवसायी किराना पसल चलाइरहनु भएको छ। धनगढीको एउटा राम्रो चोक, पपुलर चोक हो उत्तरबेडी चोकमा। कतिको चलिरहेको छ पसल, कसरी चलाइरहनु भएको छ? सर्वप्रथम त हाम्रो समर्पण सरलाई, दिल्ली सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो सेवा, यो मौका दिनुभएको अवसरमा यहाँलाई धेरै धेरै मनदेखि नै धन्यवाद दिन चाहन्छु। विगत लगभग 3.5 वर्षको यो पिरियडमा एउटा उत्तरबेडी चोकमा एउटा व्यवसाय गर्ने आँट भनौँ या मौका भनौँ, एउटा समयले जुराएको एउटा योलाई बिस्तारै चाहिँ गतिशील दिँदै जाने क्रममा केही फरक अनुभवका साथ, विगतमा गरेका केही कामहरूको ती अनुभवका साथमा यहाँको स्थानीय स्तरमा भइगरेका व्यवसायहरू, चलिरहेका व्यवसायहरूलाई मध्यनजर गरेर अबको यो लकडाउनको समयपछि यदि भित्री मनले भरेको कुरा यदि केही गर्न सक्छस् भने चाहिँ गर, होइन भने चाहिँ तेरो जिन्दगी धरापमा पर्दैछ है भने जब भित्री मनले हानिसकेपछि त्यसपछि चालेको कदममा कहाँनिर गर्ने, के गर्ने, कुन ठाउँमा गएर गर्ने भन्ने जब एउटा सोच्दै जाने क्रममा हाम्रा पाइलाहरूले भनौँ, हाम्रा इष्टकुल देवताहरूले भनौँ या जेले भनौँ, यो ठाउँको लागि भने मैले आफै जाने क्रममा त्यही पसलनिरबाट चाहिँ यी फलानु मेरो पसल बिक्रीमा छ है भन्ने चाहिँ जब झापाली दाइले विगतमा 10 वर्ष चलाएको पसल जब बेच्ने तर्खरमा बेचिरहेको छु भन्ने उचित मूल्य पाएपछि बेच्छु है भन्ने चाहिँ जब जमर्को उठाएपछि मैले पनि घरमा कुराकानी, आफन्तहरूसँग कुराकानी राख्दाखेरि ल ठिक छ नि त, गर्न सक्छस् भने गर्छ भने चाहिँ गरौँ भन्ने हिसाबले चाहिँ जुटेको एउटा संयोग, एउटा व्यवसाय, किराना व्यवसाय प्लस तरकारी फलफुलको व्यवसाय लागेको लगभग 3 वर्ष पुरा गरेका छौँ हामीले। सर, यो ठ्याक्कै यहाँले चाहिँ किराना पसल नै किन रोज्नुभयो? अरू कुनै तपाईँको रुचिको विषय थियो कि किरानालाई किन जोड्नुभयो? मैले सानो कुरा राख्न चाहे, धेरै अध्ययन गर्न सकिएन। ब्याचलरसम्म कैलाली मोडलमा पढ्दाखेरि साथीभाइहरूको एउटा संयोग, एउटा सगोल थियो, एउटा समूह थियो। त्यो समूहमा बस्दै गर्दाखेरि जब ब्याचलरसम्म पढिसकेपछि अब जब इक्जामहरू सकियो त्यसपछि के गर्ने, कसो गर्ने भन्दाखेरि खालि बस्न नसक्ने यो मन भन्दाखेरि के भयो भन्दाखेरि कैलाली मोडल स्कुलमा त्यहाँनिर हाम्रो उत्तरबेडीकै 4 नम्बरमा त्यहाँ चाहिँ भ्याकेन्सी खुलेको थियो। भ्याकेन्सी खुल्दाखेरि त्यहाँ चाहिँ हजुरको 2 हो कि 3 जना मलाई ठ्याक्कै याद भएन, त्यो चाहिँ भ्याकेन्सी खुलेको थियो एज ए इङ्ग्लिस टिचर भनेर। त्यतिखेर रिटर्न दिएको थुप्रै थिए, रिटर्न दिएको। अनि म वैकल्पिकमा परेको थिएँ, वैकल्पिकमा पऱ्यो है। जागिर प्राइभेट होस् कस्तो एकदम गाह्रो यो अवस्थामा हेर्नुहोस् है, वैकल्पिकमा थिएँ। त्यसपछि अब होइन गर्नुपर्छ भन्दाखेरि अब गर्दै जाउँ, जे एउटा लक्ष्यविहीन यात्री हुन्छ नि हजुरको, जे समय परिस्थिति आउँछ त्यसलाई व्यस्त गर्दै